ल फाइनली हाम्रो पाहुना आइपुग्यो यतातिर। ल पाहुना नमस्ते गर्दै पाहुना, यता हेरेर यता। अनि के छ पाहुना खबर? भाइको नाम के हो? हजुर साइरप। के राई हो? भाइ कस्तो फिलिङ हुँदैछ? यता लु भाइलाई बुक्की लु पक्र। हेलो गाइज, गुड मर्निङ। आज डे 6 को लागि मर्निङ वाक गयो होइन, किनभने आज हाम्रो स्पेसल पाहुना माथिबाट हिँडिसक्नु भएको छ अरे। पाहुना अब एकछिनमा आइपुग्नुहुन्छ। पाहुनालाई हाम्रो आज स्पेसल पाहुना आउने हुन्छ। पाहुनालाई स्वागत गर्नको लागि आज मर्निङ वाक पनि जानु भइएन, त्यही भएर आज टक्कसँगले पाहुनालाई स्वागत गर्नुपर्छ। ल पाहुना माथिबाट हिँडिसक्यो अरे, अब चट्ट लिन जानुपर्छ। पाहुना आज हाम्रो स्पेसल पाहुना आउनुहुँदैछ। तपाईँहरूलाई म त्यो पाहुनासँग भेटघाट सबै देखाउनेछु। ल पाहुना लिनु हिँड्यो। ल उनीहरूको स्वागतको लागि अब यहाँ बसिराखेको छ। पाहुनाहरू आजको विशेष छ, तपाईँहरूलाई हामी देखाउनेछु। किनभने आजको हाम्रो पाहुना स्पेसल पाहुना छ, जसलाई हामीले निकै समयदेखि प्रतीक्षा गरिरहेका छौँ। उहाँ चाहिँ आउँदासँगले गफ गर्नुहुन्छ। उहाँको सम्पूर्ण गतिविधिहरू म हजुरहरू सामु देखाउनेछु। पाहुनालाई दिने बुक्की पनि रेडी भइसकेको छ। अब केही मिनटमै पाहुना आइसक्नु आँट्नु भएको छ। उहाँलाई अब टक्क आउनु साथ हातमा खुवाउनु पर्नेछ। गाइज फाइनल्ली आइपुग्यो हाम्रो पाहुना यो बसमा। ल फाइनली पाहुना आइपुग्यो है। पाहुना आयो है। हेलो पाहुना, पाहुना हेलो। ए बुक्की। ल फाइनली हाम्रो पाहुना आइपुग्यो यतातिर। ल पाहुना नमस्ते गर्दै पाहुना, यता हेरेर यता। अनि के छ पाहुना खबर? भाइको नाम के हो? हजुर साइरप। के राई हो? भाइ कस्तो फिलिङ हुँदैछ? यता लु भाइलाई बुक्की लु पक्र ल्याऊ। थ्याङ्क यू भन। ल हेलो हात यसो गरिदेऊ। ल ठिक छ। लु पाहुना अब लागौँ ल। फाइनली हाम्रो पाहुना आइपुग्यो। अब चट्ट पाहुनालाई लगेर जानुपर्छ। लु पाहुना हिँड। लु ल चट्ट सलमान खान जस्तो हिँड्छ हाम्रो पाहुना। ल हाम्रो पाहुना चट्ट आइपुगेको छ। पाहुनालाई अब लगेर चट्ट घरमा गइन्छ। अब पाहुनालाई चट्ट लगेर गइन्छ। लु पाहुना यस्तो बाई बाई गर्छौ। बाई बाई। अब हामी लाग्यो चट्ट गइन्छ। मासु भात खाइन्छ भन। फाइनली गाइज अब यहाँ एक्सर्साइज स्पोर्टमा पाहुनालाई लिएर आइ। ल ल पाहुनालाई एक्सर्साइज स्पोर्टमा ल्याइयो चट्टसँगले। ल पाहुनाले खेलिरहेको छ। यो हो नि त चट्ट आज पाहुनासँगको रमाइलो। ल अनि भाइ कस्तो मजा आयो? यस्तो कोही यस्तो स्लिप पनि हुन्छ। यो रमाइलो हो। एक्सर्साइज गर्नेमा कहिलेकाहीँ हल्का पछारिनु पनि पर्छ। यो हो तर हुनुपर्छ नि चट्टसँगले। ल ल पाहुनालाई एक्सर्साइज स्पोर्टमा ल्याइयो चट्टसँगले। ल पाहुनाले खेलिरहेको छ। यो हो नि त चट्ट आज पाहुनासँगको रमाइलो। ल अनि भाइ कस्तो मजा आयो? यस्तो कोही यस्तो स्लिप पनि हुन्छ।
यो रमाइलो हो एक्सर्साइज गर्नेमा कहिलेकाहीँ हल्का पछारिनु पनि पर्छ फाइनली गाइज अब यहाँ एक्सर्साइज स्पोर्टमा पाहुनालाई लिएर आइयो हुनुपर्छ नि हट्टसँगले ल पाहुना यता हेरेर ल पाहुनाले पुरै एक्सर्साइज गरिरहेछ हाम्रो इलामबाट आएको पाहुना हो चट्टसँगले यता मलाई हेर भाइ चट्ट ल अनि हो भाइले त जानिहाल्यो है पाहुनाको पुरा मसल फुलाइरहेछ अब चट्टसँगले यहाँदेखि लगेर पाहुनालाई मेजमानीमा राख्नुपर्ने छ एक्सर्साइज गराएर चट्ट ल बल गर ल पाहुनाले पुरा एक्सर्साइज गर्छ हो पाहुनाको एक्सर्साइज बाफ्रे भाइको त अनि मसलहरू त यत्रो भइसक्यो त हौ लु पोइन्ट मार ल पाहुना यता हेर चट्टसँगले ल तातो घाममा पनि एक्सर्साइज गरिरहेछ मानिसहरू यहाँ ल चट्टसँगले कसैले यहाँ नजानेर माछा पनि समात्दा रहेछन् चट्ट हो देख्नुभयो दर्शक मित्र यस्तो हुन्छ यो नजानेपछि माछा पनि समात्दा रहेछन् एक्सर्साइज स्पोर्टमा यस्तो तातो घाममा पनि मान्छेले छोडेको हुँदैनन् पसिना निकाल्नु राम्रो हो यस्तो फुर्तीहरू पनि आउँछन् यहाँ एक्सर्साइज गर्न यो हो तरिका खास गर्ने तर मान्छे यहाँ ठ्याक्क हाँसोको पोथी जस्तोहरू हिँड्छ यो हो नि त तरिका एक्सर्साइज गर्ने भनेकै यही हो तरिका भाइ तिम्रो स्पिड कति हो थाहा भएन ल ठिक छ कोही पछाडि हाँसको पोथी जस्तो पनि गरिरहेछन् लरक 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 तर यो भाइको स्पिडलाई चाहिँ मान्नुपर्छ तिमीलाई पसिना आएको छ छैन आउँदैछ यो बहिनीले एकताल ट्राई गरेको पछाडै भइहाल्यो अबदेखि त्यहाँ चढ्ने कि नचढ्ने बहिनी नचढ्ने नमस्ते गरेको ल नचढ्ने हो ल अनि यता म्याडमको चाहिँ के खबर छ हौ लु ढेकी कुटौँ त म्याडम ल सर्लक ल 1 2 3 गो ल हो यो हो नि त कत्रो कत्रो पाखुरा भयो एकैछिनमा यो हो नि त एक्सर्साइज स्पोर्टको सदुपयोग ल पाहुना अलिक लु हाँसी खुसी मुख के भयो पाहुना ठिक छ लु एक्सर्साइज गरौँ लु यता हेरौँ पाहुना एउटा हातले गर्ने हो दिनु पर्यो यहाँ चट्टसँगले ल पाहुना यता हेर हो यो हो नि त हो पाहुनाले अब गर्यो एक्सर्साइज चट्ट पाहुनालाई अब रमाइलो गराएर भाइ कस्तो लागिरहेछ दामी हो अनि अनुहार त दामी लाग्दा खासै खुसी देखिएन नि आई एम हेप्पी भन त हो भाइ डोजर मजा कि यो ठिक छ ल तपाईँ पनि आउनुहोस् एकचोटि खेल्नुहोस् ल आउनुहोस् सर्लक्क उठाउनुहोस् हो साइकल राख्नुहोस् ल दर्शक पनि यहाँ
5 वर्षको बच्चादेखि लिएर 80 वर्षको बुढाबाबु पनि आउनुहुन्छ एक्सर्साइज गर्न। तातो घाम पनि भन्नुहुन्न। चट्ट आउनुहोस्। लु बिस्तारो। त्यहाँ लड्नुहुन्छ। यता आउनुहोस्। यता अरूतिरको खेल्नुहोस्। त्यहाँ खेल्नुहोस्। हो लु कुन चाहिँ गर्ने रहर लाग्यो तपाईँलाई? त्यहाँ त तपाईँको घोडा त हस्त नमस्ते हुन्छ। घोडा जान्छ। यस्तो जवानी त लडे जीवनमा चढ्दिन भन्दैछ। ल होइन लड्नुहुन्छ होला। लु छोड्दै ल हो ल पुग्यो तपाईँलाई। लु सबै एकताल चाख्नुहोस् कस्तो हुँदो रहेछ। यस्तो स्पिड गर्नु। ल हेर्नुहोस् 11 वर्षको बच्चा र 80 वर्षको बा कहाँ मिल्छ स्पिड। ल बाले अब नछोड्नु हुने भयो। सबै चाख्नु हुने भयो। तर बा लडिन्छ है लडिन्छ। बिस्तारो समात्नुहोस् हातले दुईटा हातले। चट्ट हो चढ्नुहोस्। लु अब कम्बर हो जमानामा नाच्नु भएको रहेछ। कम्बर त मरक। लु यता हेर्नुहोस् त ठिक छ। स्वरै ल पहिला पनि आउनुहुन्थ्यो कि आज मात्रै आउनु भएको? आज मात्रै हो। होइन तपाईँको के साउन्ड बक्स बिग्रेको छ कि क्या हो? ल अब अरू कुन गर्नुहुन्छ? हाम्रो पाहुनाले पनि निरीक्षण गरिरहेछ सबै खेल्छु भनेर। यस छ सुलभ स्टुडियो भनेर सर्च गर त। सुलभ स्टुडियो। ल सुलभ स्टुडियोलाई सबैले सब्स्क्राइब गरिदिनु होला। मैले भनेपछि गरिदिनुहुन्छ सबैले। ल थ्याङ्क यू। सब्स्क्राइब सुलभ स्टुडियो। ल थ्याङ्क यू। सुलभ के भन्नु है? सुलभ स्टुडियो। ल सुलभ स्टुडियोलाई है त ल। ल ल भन्ने अर्को ल भन्ने अर्को क्लब भन्ने अर्को सुलभ भन्ने। सुलभ बाको तागत। लु तपाईँ त एकदम रमाइलो हुनुहुँदो रहेछ नि त। कति वर्ष पुग्नुभयो? 80 हो ठ्याक्कै। ल 80 वर्षमा तपाईँमा यस्तो जोस कसरी आयो? हो खुट्टा हो त्यसो पार्नुहोस् फटक। हातले चाहिँ मजाले समात्नुहोस् है। ल यो उमेरमा पनि यस्तो एक्सर्साइज गर्न आउनु भनेको वडा कार्यालय ढमक नगरपालिकाको 9 नम्बर वडा कार्यालयद्वारा सरस्वती माविको प्राङ्गणमा सञ्चालन गरिएको यो एक्सर्साइज स्पोर्ट भनौँ न अब। ल हो भाइ कति वर्ष हो तिमी ध्यानमा बसेको? 10 वर्ष भयो। ल स्टार्ट। बाइ बाइ। सुलभ स्टुडियोलाई सब्स्क्राइब ल थ्याङ्क यू। सधैँ आउनुहुन्छ यहाँ? सधैँ आउनुहुन्थ्यो? घरै गई हो। ल हाम्रो पाहुना अब चट्टसँगले जानलाई रेडी हुनुभयो। पाहुना जाउँ है अब। पाहुना लागौँ ल। पाहुना चट्ट हाम्रो घरमा आएर जुत्ता सुत्ता खोलेर अब इन्ट्री हुनु आँट्यो। पाहुना यता हेर ल। सधैँ आउनुहुन्छ यहाँ? सधैँ आउनुहुन्थ्यो? घरै गई हो। ल गाइस पाहुनाले सबै निरीक्षण गर्दैछ कता के भयो भनेर। यतातिर पनि आऊ पाहुना। सबै ठिक रहेछ पाहुना? यो खोलिदिनु गर्मी भयो। लु चट्ट आऊ यहाँ। फुपू यता। पाहुनाको गफ अब सुरु भयो चट्ट। अनि बकुल्ला कता गयो त भाइ? ओह्रालै गयो। भाइको कालो बिरालो के भएछ भाइ? के भएर मर्यो?
गाइस पाहुना आएर सबै निरीक्षण गर्दैछ। यहाँ बिल्लीको बच्चालाई पनि हेर्दैछ। पाहुनासँगको अर्कै रमाइलो हुन्छ। पाहुना लजाउँछ पनि, यसरी लुक्छ पनि। पाहुनाको एक्टिभ हो, धेर्छ पनि। यो हो नि त पाहुनाको पट्ट खुट्टा पनि देखाउँछ। ल पाहुना लजाएर उठ्ने काम। अनि यसरी पाहुना हिँड्दा कतिको मजा आउँदो रहेछ भाइ? फोन हेर्नु मन लागिसक्यो? फोनमा के हेर्ने भाइ? जेसिबी हुन्छ? जेसिबी कस्तो हुन्छ हातले देखाउ त? यस्तो हुन्छ? ए अनि त्यस पछाडि जेसिबी हेर्दाखेरि मजा आउँछ? भाइको एक्जाम सक्यो? अनि भाइ त टक्क सलमान खान जस्तो हिँड्दो रहेछ त, टक 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 हो। त यहाँ स्वागत गरिँदैछ पट्टसँगले। भाइ कस्तो टेस्ट छ? मिठो छ? हो आमामामा भाइले त अनि दियो नि त। अब तर पाहुना अलिकति मोबाइलमा व्यस्त भएको कारणले खासै बोल्ने इन्ट्रेस्ट राखेको छैन। हाउ इज टेस्ट? गुड? पाहुनाको हेर्नुहोस्, इलामबाट एक्लै आएको पाहुना। भाइ मिठो छ? यता हेर त लु, मिठो दामी? कसो गर्नुपर्छ हात दामी भयो भने? वाउ दर्शकबिन हेर्नुहोस्, पाहुना सानो भए पनि यसरी कोसेलीहरू बोकेर आएको छ। चट्ट हरियो सब्जी। यहाँ हेर्नुहोस् फ्रेस कस्तो हुन्छ पाहाडमा। यहाँ भनेर यहाँ हेर्नुहोस् ब्रोकाउलीको अनुहार हेर्नुहोस्। मधेसको बैगुन हेर्नुहोस् न, यस्तो हुन्छ यहीँ गरिराखेको हुन्छ। अनि यहाँ भनेको कस्तो फ्रेस पाउँछ चट्टसँगले। पाहुनाले लिएर आएको यो सब्जीहरू हेर्नुहोस्, कोसेली। पाहुना सानो भए पनि चट्ट यहाँ अन्डा हालेर लिएर आएछ। यहाँ गुन्द्रुक पनि लिएर आएछ। चट्ट डुकु यहाँ हेर्नुहोस्। पाहुनाले मान्छे सानो भए पनि यत्रो कोसेली गरेर घिउ पनि लिएर आएछ। लु हेर्नु त, बचपनामै यसरी संस्कार सिकायो भने मानिस संस्कारी भइन्छ। सानैमा अनि राम्रो कुरो सिकाएन भने ठुलो भएपछि उनीहरूले त्यस्तै गर्छ। त्यति सानो 5 वर्षको बालकले यत्रो कोसेली बोकेर हाम्रो घरमा पाहुना आयो। पाहुना व्यस्त छ हेर्नुहोस्, पाहुना साह्रै व्यस्त छ। भाइ कुरकुरे मिठो रहेछ भाइ? होइन तिमी पाहुना हो नि त। यो के हो भाइ? यो पाहुना आएको छ। यता हेर काले काले, यता ए पाहुनाहरू यता आएको छ। यो के हो भाइ? भोक लाग्यो? पाहुना खाना खानु बस्यो। पाहुना चट्ट खाना खानु। पाहुनाको चकचक सुरु भयो। पाहुनाको चकचक सुरु भयो। अब भर्खर खाना खाएर तागत आएछ पाहुनालाई। घुडै गुडिया बोकेर देखाउ त भाइ। छाती हल्लिँदैछ? के भएर? मैले के पो गरेँ भाइ? म बोलेर हो? ए छाती दुख्दैछ म बोलेर हो? ए ल ठिक छ। ल पाहुना त सुतेको एक्टिङ गर्न थालिसक्यो। पाहुनाको अब बल्ल हाई गर। पाहुनासँग एकछिन मजाक गरिन्छ। पाहुनासँग एकछिन मजाक गरिन्छ। लु मलाई माया गरिदेऊ एकचोटि।
पाहुनाको कति माया ल मम ल ल बाई बाई गरिदेऊ ल ल अब चट्ट लाग्यो ड्युटीतिर